गुड मर्निङ गाइस। यो चाहिँ फेरि मेरो नयाँ ब्लग है। अहिले चाहिँ बजिरहेको छ बिहानको टाइम हेरिहाल्नु होला कति बजिसकेको छ। आज चाहिँ बाहिरको मौसम पनि एकदम राम्रो छैन रहेछ, फगी लागिरहेको छ है। यता चाहिँ मैले हिजो फुल राख्ने जग्गा बनाएको, यहाँ चाहिँ फुल मात्रै राख्दैछु है। अहिले चाहिँ एउटामा चाहिँ छैन गाइस अहिले चाहिँ हो। अब चाहिँ म नुहाउनु जानु आँटेको, अन्त फेरि भेटौँला। आज चाहिँ म नुहाइ गरिसकेँ, छोरा पूजा गर्छु। पहिला चाहिँ भाँडाकुँडाहरू धुन्छु मन्दिरको। यो दियो चाहिँ मैले हिजो बेलुका बालेको, आज पनि बलिरहेको छ। हेर्नुहोस् है, यो चाहिँ मेरो भगवानलाई चढाउने फुल कति दामी दामी छ। अब चाहिँ मैले पूजा गरिसकेको छु। पूजा गरिसकेपछि यस्तो देखेको छ है। अन्त अब चाहिँ पूजा गरिसकेँ। अब चाहिँ म चिया खान्छु। चियाको लागि चाहिँ मैले चिया बसालिसकेँ। मेरो चिया पनि पाकिसक्यो। अब चाहिँ म यहाँ मेरो प्यारो प्यारो फुलहरूको छेउमा बसेर चाहिँ चिया खान्छु मेरो है त। ओके बाई बाई गाइस। मेरो ब्लग कस्तो लाग्छ भन्नु होला।